हेलो गाइज, हामीले फाइनल्ली हाम्रो अन्तिम मिसन होइन टाटा पोलेर खाने मिसन हाम्रो चाहिँ अब सफल भइसकेको छ। थोरै टाटाहरू भेटाए पनि हाम्रो टाटा चाहिँ यस्तो बुटमा फल्छ है त। हाम्रो यहाँ यो दाउरा मैले हालेर थोरै चाँचेँ। अहिले भाइको पालो छ, भाइलाई गराएको छु चल हाल भनेर। टाटा छन् त्यहाँ देख्न सक्नुहुन्छ, थोरै उतातिर छन् होइन। अब यसलाई आगोले मजाले पकाएर होइन यसलाई फोकेर खाने हो मजासँग, एकदम रमाइलो छ। हामी चाहिँ अब बाटो हेर्नै छ, बाटोको तलतिर छौँ, धेरै जङ्गलको बिचमा छैनौँ होइन। अब टाटाहरू आउँदै सङ्कलन गर्दै हाल्दै पोल्दै खाने, अनि हामी चाहिँ घरतिर जाने हो। ढिलो भइसक्यो, हामीले यति यो टाटा चाहिँ पकाएर हामी दुई भाइले खाने अनि जाने हो मस्त पारामा। अब सब त्यो टाटालाई अब हाल्नुपर्छ है साइडमा। सर हामी एकदम दाउरा भएको ठाउँमा अब टाटा टिपेर ल्यायौँ सर मस्त पारामा यसरी तिन टाटाहरू हाल्छौँ होइन। अब आगो चाहिँ डह्रो तन्किन्छ। अब यो आगोलाई चाहिँ लास्टमा हामी निभाएर जान्छौँ होइन। पाकिरहेको छ उतातिर थोरै टाटा छन्। अब यो टाटालाई चाहिँ म हाल्छु गाइज होइन। एकदम धुवा लाग्यो मजाले। अब एकछिन पाक्छ, अब एकछिन मजाले पाकिरहेछ। यसलाई पाकिसकेपछि यसको अहिले कस्तो हुन्छ भनेर हामी त्यो देखाउँछौँ फोकेर।